भेरी यङ मेयर, धेरै धेरै धन्यवाद हामीलाई वेलकम गर्नु। एकदम इनर्जेटिक हुनुहुन्छ कि चाइनाको सिएस चाइनिज एकाडेमी अफ साइन्सेस भनेको टप युनिभर्सिटी हो। त्यहाँबाट पढेर आउनु भएको छ अनि हामीले चाहिँ उहाँसँग कोअर्डिनेसन गर्ने ट्राई गरिरहेको छौँ होइन, ताकि वी क्यान डेलिभर समथिङ। अनि त्यही भएर परशुराम धाम घुम्न पनि पाएको थिएन। मलाई सागरले भनेपछि बल्ल थाहा पाएको तपाईँ एकदम रेपुटेड कलेज। अग्लो चाहिने ढुङ्गाको फर्साले चाहिने मूर्ति बनाएर पनि त्यो होमकुण्डमा राखेको छ। कता छ त्यो? यो चाहिने ठ्याक्कै यो शिव मन्दिर भन्दा तल नदी। हामी गइरहेछौँ परशुराम धाम है। परशुराम धाम भनेको चाहिँ उहाँको मेयर एकदम सागर जस्तो एकदम यङ मान्छे हुनुहुन्छ। उहाँ मेयरको बारेमा भन्नुहुन्छ। मेयर चाहिँ खासमा कस्तो छ भन्दाखेरि हामीले अहिले ट्राई गरिरहेको चाहिँ काङ्ग्रेसभित्र पनि काङ्ग्रेसलाई पनि राम्रो गराउनुपर्छ भन्ने हो, एमालेलाई पनि राम्रो बनाउनुपर्छ, हामी जस्तो युथहरू आए पनि सजिलो हुन्छ भन्ने हो। अनि परशुरामको मेयर पनि कस्तो हुनुहुन्छ भन्दाखेरि एकदम इनर्जेटिक हुनुहुन्छ कि चाइनाको सिएस चाइनिज एकाडेमी अफ साइन्सेस भनेको टप युनिभर्सिटी हो। त्यहाँबाट पढेर आउनु भएको छ अनि हामीले चाहिँ उहाँसँग कोअर्डिनेसन गर्ने ट्राई गरिरहेको छौँ होइन, ताकि वी क्यान डेलिभर समथिङ। अनि त्यही भएर परशुराम धाम भनेको इट इज क्वाइट फेमस होइन, त्यो सबै यो सुदूरपश्चिम एरियाभरिमा यो परशुराम धाम। खगेन्द्र बहादुर सिंह यहाँको 6 नम्बरको वडा अध्यक्ष पनि हो। अनि यो दोस्रो कार्यकाल वडा अध्यक्षको हो। फेरि तपाईँहरू होइन दुईजनै अब अहिले एकदमै हट्टाकट्टा त्यो उमेरमा हुनुहुन्छ। तपाईँहरू दुईजनालाई चाहिँ अब अहिले पोलिटिक्समा हुनुहुन्छ त गाउँमा। अब आइएम स्योर यहाँको डिफिकल्टी बढी नै होला। केले चाहिँ अब हौसला दिइरहेछ? होइन मलाई त के थियो भन्दाखेरि त्यो इलेक्सन टाइममा पनि के म अब पढाइको सिलसिलामा बाहिरै थिएँ नि त। लकडाउनको बेला मात्रै गाउँमा आएको। अब धेरै त कहाँ चिन्छ, बच्चामा देखा हो, त्यो पनि गाउँमा घुम्न पनि पाएको थिएन नि त। मलाई सागरले भनेपछि बल्ल थाहा पाएको तपाईँ एकदम रेपुटेड कलेजमै हुनुहुन्थ्यो चाइनामा भनेर। त्यसपछि आए लकडाउनको बेला अलि यहाँ सोसल एक्टिभिटीमा इङ्गेज भयो म। पछि चाहिँ जस मेयरको क्यान्डिडेट भइसकेपछि त्यो पब्लिकले पनि त्यो किसिमको अब देखाएको थिएन मलाई। फेरि त्यहाँदेखि भोट गऱ्यो। त्यो एक किसिमको उहाँहरूको के थियो भन्दा पढे लेखेर आएको केटो छ, यङ छ, यसले के गर्छ भन्ने, यसले राम्रै गर्छ भन्ने त्यो किसिमको ट्रस्ट थियो कि पब्लिकलाई पनि। अब नगरपालिका हो अहिलेको 21औं शताब्दीमा यो पुरा अचम्मको लाग्न सक्छ होइन। नगरपालिकामा अब बिजुली छैन केही वडाहरूमा अहिले पनि, नेटवर्क छैन, रोड एक्सेस छैन केही ठाउँहरूमा भने पब्लिकलाई पनि धेरै कुरा ठुलो कुरा चाहिएको पनि छैन कि। यस्तो यस्तो बेसिक कुराहरू पनि उहाँलाई पुर्याउन सक्यो भने त्यो पनि राम्रो एचिभमेन्टको रूपमा ल्याएको छ। मेयर साहब हो नि त। मलाई मेयर सेवक भन्दा भन्छ त्यो चाहिने यज्ञ गरेर एउटा चाहिने भगवान इन्द्रलाई खुसी बनाएर कामधेनु गाई प्राप्त गरेका थिए। त्यो कामधेनु गाईबाट चाहिने मतलब 36 प्रकारको खाना चाहिने तयार हुन्थ्यो अरे। र एउटा स्वार्जुन भन्ने एउटा राजा चाहिने मतलब यहाँ जलकिरा गर्दै यहाँ घुम्न आएको थियो। त्यो आइसकेपछि त्यो ऋषिको आश्रममा पुग्यो। आश्रममा पुगेपछि आफ्नो सेनाहरूलाई खानाका निम्ति उसले चाहिने आश्रममा भनिसकेपछि त्यही कामधेनु गाईको प्रतापले 36 किसिमको खाना चाहिने बनाएर त्यो राजालाई चाहिने खुवाए होइन। खुवाइसकेपछि त्यो राजाले त्यो गाईलाई चाहिने आफूले लगेर अनि सेनालाई खाना खुवाउने सजिलो हुन्छ भनेर उसले सोचेको मागेपछि अनि जबरजस्तीले दिएनन्। नदिएपछि जबरजस्ती लान खोज्यो। त्यसपछि गाई फिर्ता भइन् र पुनः पछि आएर चाहिने मतलब कि तपस्यामा बसेको बेला जबरजस्तीलाई चाहिने उसले चाहिने हत्या गरेर मारिदियो होइन। मारिसकेपछि गाईलाई चाहिने हरण गरेर लग्यो। र त्यसपछि परशुराम ऋषि आए र उहाँले चाहिने मतलब कि यो क्षेत्रीहरूलाई नाश गरिदिन्छु भनेर यो पृथ्वीभरि जति पनि यो चाहिने हयवंशी राजाहरू थिए त्यसको वंश नाश गर्नुको साथै जति पनि क्षेत्रीय राजाहरूले जो चाहिने दमन गरिरहेका थिए तिनीहरूलाई चाहिने 21 पटक घुमेर चाहिने परशुरामले पृथ्वीमा त्यो क्षेत्रीहरूको नाश गरेर
अनि त्यो हत्याको पापबाट मुक्त हुनलाई परशुरामले यहीँ चाहिने यज्ञ गरेर अनि चाहिने यहीँ होमकुण्ड छ त्यो होमकुण्डमा यज्ञ गरेपछि त्यो पापबाट मतलब प्राचित पनि चाहिने मतलब पार गरेका थिए र अनि के हुन्छ भने यो अरूमा कुनै देवी देवताको मन्दिरमा गएर आफ्नो इच्छा आफ्नो चाहिएको कुरो हुन्छ भने यहाँ के हो भनेपछि आफूले गरेका पापहरू चाहिने नासिन्छन् यहाँ यस्तोलाई धाम भनिन्छ विशेष गरेर नेपालभरि 7वटा धाम हो त्यो मध्ये